यहाँ सम्पूर्ण नमस्कार। आज पनि एउटा रोचक विषयवस्तु यहाँहरुमाझ पस्कन गइरहेको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने आशा र अपेक्षा पनि लिएको छु। यस्तो के कस्ता कुराहरू चाहिँ हामी अरू सबैलाई भन्नु हुँदैन, सेयर गर्नु हुँदैन, त्यो कुराहरू चाहिँ यहाँहरुमाझ म जानकारी दिन गइरहेको छु। यसमा अरूलाई सबै कुरा भन्नु हुँदैन, किनकि केही कुराहरू व्यक्तिगत, सुरक्षात्मक र भविष्यका लागि संवेदनशील हुन्छन्। यहाँ कुन कुरा अरूसँग नबोल्नु वा सेयर नगर्नु राम्रो हुन्छ भनेर म यहाँलाई सूची भन्न गइरहेको छु। जस्तो व्यक्तिगत निजी जानकारी, जस्तो एटीएम कार्ड भयो, पिन, बैंक पासवर्ड, मोबाइल पासवर्ड, ओटीपी, भेरिफिकेसन कोड, सिटिजनशिप, पासपोर्ट नम्बर, सिटिजनशिप नम्बर हैन, मोबाइल ब्याङ्किङ, ई-सेवा, खल्ती, गुगल पे को पासवर्ड, यी कुरा कसैलाई पनि नदिनु। साथी, परिवार वा ट्रस्टको नाममा पनि कसैले मागे पनि दिनु हुँदैन यस्ता कुराहरू। अब पारिवारिक समस्या, घरका गोप्य कुरा, घरभित्र हुने झगडा, आर्थिक समस्या, कसैका कमजोरी वा गल्ती, यी कुराहरूले सुन्दा गसिप, गलत बुझाइ र बदनाम हुने सम्भावना हुन्छ। आफ्नो योजना वा लक्ष्य लगत्तै सबैलाई नबताउनु। तपाईका सपना, बिजनेस आइडिया, परीक्षा, करियर प्लान, ठुलो काम सुरु गर्न खोजेको योजना, यस्ता कुराहरू चाहिँ नबताउनु। योजना बोल्नुभन्दा पहिले देखाउनु राम्रो, काम गरेर देखाउनु राम्रो। धेरैले चाहिँ यसमा चाहिँ अवरोध सिर्जना गर्न सक्छन्, त्यसैले नै गोप्य राख्नु उपयुक्त हुन्छ। कमजोर पक्ष वा दुःखका गोप्य कुरा, डर, तनाव, ब्रेकअपको कुरा पनि यहाँले चाहिँ सेयर गर्नु भएन। सबैसँग सेयर गर्दा धेरैले सम्झिँदैनन् र केहीले यसको फाइदा उठाउन सक्छन् नकारात्मक रूपमा। अरू कसैका गोप्य कुरा जुन तपाईलाई चाहिँ विश्वास गरेर भनिएका कुरा, जस्तै कसैको समस्या, सम्बन्ध, कमजोरी, कसैले विश्वास गरेर सुनाएका कुरा, विश्वास तोडिएपछि सम्बन्ध पनि बिग्रिन्छ। आर्थिक अवस्था, तलब, व्यापारको कमाई, कति पैसा छ, कति ऋण छ, धेरै समस्या धन देखाउँदा र सुनाउँदा नै सुरु हुन्छ। त्यसैले गर्दा यी कुरा आर्थिक अवस्था पनि तपाईले सेयर गर्नु हुँदैन, भन्नु हुँदैन। आफ्नो प्रेम जीवनको धेरै निजी कुरा, पार्टनरसँगको व्यक्तिगत कुराकानी, शारीरिक निजी कुरा, ब्रेकअपको कारण अरूको यस्तो कुरा सेयर गर्यो भने अरूको दखल बढ्छ, गसिप बनिन्छ र सम्बन्ध पनि कमजोर पार्छ। कमजोर पलको फोटो, भिडियो जुन हामीले खिचेका हुन्छन् त्यसो पनि सेयर गर्नु हुँदैन। रोएको, झगडा गरेको, नसामा भएको, रिसाएको भिडियो, आफ्नो वा अरूको आपत्तिजनक फोटो एकपटक बाहिर गएपछि नियन्त्रण हुँदैन, गलत हातमा पर्न सक्छ र गलत व्यक्तिले यसको नकारात्मक फाइदा उठाउन सक्छन्। संक्षेपमा हाम्रो जीवनका 3 कुरा गोप्य राख्न सक्यो भने चाहिँ सजिलै बाँच्न सकिन्छ। ती 3 कुरा के हुन् भन्दाखेरि पैसा, मनी, व्यक्तिगत जीवन र सम्बन्ध, रिलेसनसिप र भविष्यको योजना। आजको मेरो भिडियो सामग्री यही समाप्त भएको छ। भिडियो जस्तो लाग्यो जस्ताको त्यस्तै कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला र राम्रो लागेमा लाइक सेयर गरिदिनु होला र साथीहरूले पनि यस्तो खालको विषयको ज्ञान प्राप्त गरौँ भन्ने लाग्छ भने सेयर गरी सबैमाझ पुर्याउनुमा हार्दिक अनुरोध गर्दछु। र आगामी दिनमा पनि यस्तै खालका सामग्री मेरो भिडियो मार्फत हेर्न चाहनुहुन्छ भने अवश्य पनि मेरो च्यानल ज्ञान गुणका कुरालाई सब्स्क्राइब गरी सँगै रहेको घन्टीको बेल आइकनको अलमा क्लिक गर्न नबिर्सनु होला। हस्त धन्यवाद।